30-35 वर्षसम्म पुराना पार्टीका नेताहरूले सुकुम्बासीको नाउँमा अहिलेसम्म यसरी लुटधन्दा गर्दै आइराखेका रहेछन् र भोट बैंक बनाउँदै र प्रयोगमा ल्याउँदै आइराखेका रहेछन्। बालेन्द्र शाह प्रधानमन्त्रीज्यूकै मुखबाट यो भिडियो हेर्नुहोस् त। सुकुम्बासीको समस्या चाहिँ कसरी भयो भन्दाखेरि ठ्याक्कै ओरिजिनल सुकुम्बासीको हो भन्ने चाहिँ छुट्याउनै सकेन क्या। त्यो चाहिँ सरकारले पनि सकेन, भूमि आयोगले पनि सकेन। अब वर्षौँ वर्ष 50औं वर्षदेखि बसेको सुकुम्बासीले चाहिँ जग्गा कहिले पनि पाएनन् होइन। सरकारको नीति कस्तो भइदियो अहिलेसम्म भन्दाखेरि सरकारमा पुगेको पार्टीसँग जो क्लोज छ उसले चाहिँ लालपूर्जा 5वटा भए पनि जग्गा पायो। तर रियल सुकुम्बासी जो हो त्यसले 100 वर्ष पनि पाएन क्या। ठ्याक्कै रियल सुकुम्बासी जो हो जसले लालपूर्जा पाउनुपर्ने हो, रियल सुकुम्बासी रियल स्ववासी जो हो उसलाई चाहिँ ठ्याक्कै पहिचान गर्न दिन सक्ने वातावरण त थियो नि त। भूमि आयोगको काम थियो तर त्यो गर्दैन। भूमि आयोगले के गर्यो भने भूमि आयोगमा पनि टिके जान्छन् त्यहाँ। यसो पार्टीबाट टिका लगाएर जाने परिवारका जो मान्छे छन् त्यसलाई मात्रै लालपूर्जा दिने भयो। त्यो चिजलाई यो यहाँ पनि भ्रष्टाचारै हो फेरि। यसलाई चाहिँ ठ्याक्कै छुट्याएर अब यो चाहिँ रियल हो, हाम्रो चाहिँ ठ्याक्कै पहिलेदेखि बस्नुभएको त्यो वरिपरि चिनजानको आधारबाट पनि थाहा हुन्छ नि त। त्यहीँ बसिरहेको लोकालिटीलाई पनि थाहा हुन्छ वर्षदेखि बसेको। हिजो हामी विराटनगरमा थियौँ। विराटनगरमा त्यो बाढी क्षेत्रमा के रहेछ भन्दाखेरि त्यहाँ चाहिँ रियल सुकुम्बासी हो क्या। 50औं 60औं 70औं वर्षदेखि बसेको त्यहाँको चाहिँ रियलले चाहिँ कहिले नपाउँदो रहेछ। तर ठ्याक्कै भूमि आयोगसँग नजिक भएको, त्यहाँको पदाधिकारीसँग नजिक भएको, त्यहाँको सदस्यसँग नजिक भएकोले चाहिँ पाउँदो रहेछ क्या। सुन्नुभयो नि प्रधानमन्त्रीज्यूकै मुखबाट। झोलेहरू अझ पनि तिम्रो दिमागमा आएन?